आज मेरो छोराको चाहिँ बर्थडे हो। छोरा भन्नाले मेरो बहिनीको छोराको चाहिँ ह्याप्पी बर्थडे। आज म उसलाई सरप्राइज दिँदै जानु लागेको हो। अनि मलाई चाहिँ थाहै छैन कि आज उसको बर्थडे हो होइन भन्ने कुरा चाहिँ थाहा छैन। किनभने उसलाई मैले भनेकै छैन नि त। पहिलाको वर्षहरूमा 2-4 दिन अगाडिबाट उसको ह्याप्पी बर्थडे तिम्रो यो दिन बर्थडे हो छोरा यताउता भन्थेँ कि होइन। योचोटि चाहिँ मैले उसलाई भनेकै छैन। थाहा त उसलाई छ बर्थडे हो भनेर, तर मैले चाहिँ भनेको छैन नि। त्यही भएर म उसलाई सरप्राइज दिनको लागि जाँदैछु साथीहरू। अनि म जानु लाग्यो, रेडी भइसक्यो म है। अनि अब उसले एक दिन अस्ति भर्खरै उसले भन्दै थियो कि आफ्नो मम्मीलाई अब मेरो बर्थडे आउँदैछ मम्मी, अनि मलाई त ठुली मम्मीले कस्तो राम्रो गर्नुहुन्छ मेरो ह्याप्पी बर्थडेमा। मलाई ठुली मम्मीले ह्याप्पी बर्थडे जेसन, ज्ञानी हुनु, धेरै पढ्नु, राम्रो मान्छे बन्नु ल भने कस्तो राम्रोसँग भन्नुहुन्छ मलाई मेरो ठुली मम्मीले भन्दै थियो अरे कि। अनि त्यसपछि फेरि उसले के सोच्यो है, अनि फेरि उसले आफ्नो मम्मीलाई भन्दै थियो अरे कि मम्मी मलाई त भाइ जत्रै हुनु मन लाग्छ। भाइ भनेको मेरो छोरा के एल्भिस, भाइ जत्रै हुनु मन लाग्छ। किन भनेपछि भाइ जत्रै भएपछि मात्रै मलाई मेरो ठुली मम्मीले माया गर्नुहुन्छ, नत्र भने मलाई माया गर्नुहुन्न भनेर उसले भन्यो अरे कि। भन्दै अनि उसले फेरि आँखाभरि आँसु निकालेर भनिरहेको थियो अरे कि। अनि किन भाइ जत्रो हुनु मन लाग्छ भनेको अरे आफ्नो मम्मीले। भाइ जत्रो भएपछि मात्रै मलाई माया गर्नुहुन्छ ठुली मम्मीले, नत्र मलाई माया गर्नुहुन्न भनेर उसले आफ्नो मम्मीसँग गुनासो गर्दै थियो अरे क्या साथीहरू। हेर्नु न, उसलाई मैले माया त गर्छु कि, तर भाइ सानो छ नि त। अनि उसलाई धेरै केयर गरेर उसलाई मान्दो रहेछ। अब ऊ पनि बच्चा हो, छोरा पनि जेसन पनि बच्चा है। अनि उसलाई थाहा छैन नि त, के भएको छैन राम्रोसँग। त्यही भएर आज म सरप्राइज दिँदै जाँदैछु। अब म एकछिनमा म रेडी भइसकेँ। म मेरो छोरा, मेरो गोलु एल्भिसलाई पनि म रेडी गराउँछु साथीहरू। म तपाईँलाई देखाउने छु एकछिनमा ल। मेरो छोरा रेडी भयो, हेर्दैछ मैले एल्भिस भन्दैछु। उसले कता कता हेरेछ क्या, भन्नु मोबाइल तान्दैछ रिसाको मोबाइल दिएन भने। मैले उसलाई आज तिम्रो दादाको बर्थडे हो अनि ह्याप्पी बर्थडे दादा भनेर उसलाई मैले भन्दैछु। उसले फेरि म भन्दैन भनेछ क्या। हेर्नु न, म भन्दैन भनेछ। मैले फेरि मम्मीले माया गर त भन्छ है। उसले फेरि मलाई माया गर्छ है साथीहरू। हेर्नुहोस् है, उसले हेर्नु न माया गर्यो। ल साथीहरू, मनपर्को यो चाहिँ हाम्रो घर हुँदै जस हाम्रो घरले यति माथिबाट हुँदै जाँदैछु। तलपट्टि हो, कस्तो राम्रो देखिन्छ कि अहिले त घाम लाग्छ नि त साँझको। हेर्नु न मेरो गोलु आनन्दले बसिरहेको छ। हेर्नु न कस्तो मजाले। साथीहरू यो चाहिँ हाम्रो भित्रको बजार है, सानो बजार। अनि घरदेखि नजिकैको बजार हो यो। बजार हुँदै उसलाई सरप्राइजको लागि सानो केक लिएर म गएको छु के। हेर्नु न केक मैले यहाँ ह्याप्पी बर्थडे छोरा भनेर लेख्नु पठाएँ। यहाँ लेखेको छ सानो केक। हेर्नुहोस् है, अब म उसलाई देखाएको छु है अब एकछिनमा। हेर्नु न, ऊ छवाक परेछ ह्याप्पी बर्थडे। खोइ त भाइ त